हिजोको आन्दोलन कस्तो लाग्यो भने तपाईँहरूलाई मलाई त कमेडी जस्तै लाग्यो घरिघरि हाँस पनि उठ्छ होइन हुन त जेन्जी उसमा म पनि पर्दैन होला तर जेन्जीलाई समर्थन चाहिँ मेरो पनि थियो र हिजोको दिनमा जुन जेन्जीले आन्दोलन गर्दै गरेकोमा त्यसमा होइन भनौँ न हामी पनि सहमति र हाम्रो पनि भूमिका थियो होला मतलब थियो भनौँ न अब हामी पनि गइयो होइन मतलब जेन्जीहरूलाई साथ चाहिँ हामीले पनि दिएको हो अनि हिजोको दिनमा चाहिँ जेन्जीको अब जियोस् लिडर को भन्ने होइन अब योभन्दा गोली ठोकेर हान्छ कि भन्ने भयो अब मार्छ कि भन्ने भयो त्यही भएर सबै डराए अनि लास्टमा गएर चाहिँ सुदूर किरण चाहिँ गुरुङ चाहिँ होइन जियोस् म जेन्जीको लिडर हो म नेतृत्व हो भनेर अगाडि बढ्यो हुनु त अब जे हुनु राम्रोको लागि भयो होइन तर अब जति पनि अहिले कस्तो लाग्छ भने मलाई चाहिँ जुन अहिले सरकार बनेको छ त्यो सरकार चाहिँ जेन्जीको हितको लागि बनेको छैन अनि यो चाहिँ जुन सरकार चाहिँ विदेशी हस्तक्षेपले चाहिँ बनेको छ भन्ने कुरा चाहिँ अब सबैलाई थाहा पनि छ र हिजोको दिनमा हर्क साम्बाङलेहरूले पनि जस अब प्रमाणित गराउनु भयो नि त होइन यो कुरा चाहिँ अनि अब तपाईँहरू पनि आफै जस खोज्नु न हेर्नु जानु न तपाईँहरू अब मतलब खोज गर्नु न सबै यो आइएनजेले चलाएर होइन हरेक गरेको रहेछ अब भनौँ न अनि अब हिजो चाहिँ मिराज ढुङ्गाना जस उहाँको भनौँ न उहाँ भाइको कुरा पनि मलाई सोही लाग्छ राम्रो लाग्छ तर कस्तो भयो भने अहिले चाहिँ उहाँले अब आन्दोलन गर्नुभयो अनि अहिले चाहिँ कस्तो भइसक्यो भने अब उहाँ चाहिँ राजावादी राप्रपा अब तपाईँले कति विश्लेषण गर्नुभएको छ कति विचार गर्नुभएको छ मलाई चाहिँ लाग्छ मिराज ढुङ्गाना चाहिँ राप्रपाबाट हो र राजा पक्षबाट अनि जुन त्यस पछाडि उसलाई सपोर्ट भनेको चाहिँ राजेन्द्र लिङ्गदेन ज्ञानेन्द्र साईको छ किन छ भन्नुहुन्छ भने ज्ञानेन्द्र साईले हिजो भनेछ नि त्यो सुदूर गुरुङ को हो सुदूर गुरुङ को हो भनेर उहाँले प्रश्न गर्ने साथ ऊ पनि को हो होइन त्यो हो नि त हो कि होइन सुदूर गुरुङ यो देशको जनता हो र ज्ञानेन्द्र साई पनि यो देशको जनता हो नि त तर उसले के भनिरहेछ भने सुदूर गुरुङ चाहिँ को हो भनिरहेछ त्यो होइन क्या जुन स्टार्टिङमा हिजोको पोइन्टमा जुन आन्दोलन स्टार्ट गर्ने त सुदूर गुरुङ त हुनु त हो नि ऊ आइएनजीको भए पनि जे भए पनि हिजोको दिनमा आजसम्म यत्रो वर्षसम्म चाहिँ होइन लुटेर राखेको राजनीतिक भ्रष्टाचार गरिराखेको ठाउँमा चाहिँ आवाज उठाउने मान्छे हो क्या होला उसको कति कमजोरी होला सुदूर गुरुङको त्यो कुरामा मान्छु तर स्टार्टिङ उसले गरेको जे हुनु राम्रो भएको हो तर यदि हो जेन्जीले चाहिँ माग गरेको कुरा र जेन्जीले चाहेको सरकार चाहिँ भएन र भएन भन्दैमा अनि अहिले चाहिँ अब जेन्जी एउटा पनि जेन्जी अर्को पनि जेन्जी अब एमालेको जेन्जी काङ्ग्रेसको जेन्जी राप्रपाको जेन्जी अनि जेन्जीको रूप फाल्टु अनि सबैले आफ्नो आफ्नो तरिकाको अनि निवेदन पेश गर्ने माग पेश गर्ने भने पछाडि त अब त्यो के अरे तपाईँ हामीको के आमा हजुर हिजोको दिनमा तपाईँहरूले नि त आमाले जे जस्तो गर्नुहोस् जन्म दिने आमा हो देश चाहिँ बिगार्नु न बेचेर खानु न भन्नुहुन्थ्यो अहिले देखिराख्नु भएको छ नि आमाले होइन हिजोको दिनमा अब हर्क साम्बाङले के भयो होइन त्यहाँ गएर जेस म गर्छु मलाई देऊ भन्दाखेरि यो त जातीयतादेखि के भएको यता ऊ भएको भन्ने कुरा गर्नुहुन्थ्यो यसले जातीयता आन्दोलन गर्छ के भन्नुहुन्छ तर अहिले चाहिँ त्यही भन्ने जेन्जीहरूलाई चाहिँ पछुतो लागेको छ हिजोको दिन यस्तो पछुतो नलागोस् भनेर मैले समर्थन चाहिँ मैले पनि हर्क साम्बाङलाई गरेको हो होइन उनीहरूको मिटिङमा गएर पनि बसेको हो त्यहाँनिर म पनि हेरेको थिएँ जेन्जीहरूको मिटिङमा अनि कुन तरिकाले के गयो भन्दाखेरि यहाँ अब भन्दा के भन्नु तर धेरै चाहिँ कस्तो तरिकाले गयो भने जस्तै जति पनि हाम्रो विदेशतिर बस्नुभएको होइन साथीभाइहरू हुनुहुन्छ होइन मतलब धेरै अब युट्युबर साथीहरू हुनुहुन्छ होइन भएका साथीहरू टिकटक फेमस साथीहरू उहाँहरूले पनि हुनु त अब कति कुरा जानेर कति कुरा नजानेर होला उहाँहरूले चाहिँ अब अलिकति कस्तो भयो भने सुशीला कार्कीलाई चाहिँ धेरै प्राथमिकता दिनुभयो उहाँहरूले होइन उहाँहरू हुनु त विदेशमा बस्नुभएको छ नेपालको भौगोलिक अब धेरै नै अब कस्तो छ भन्ने कुरा अब तपाईँहरूलाई भन्दा मजाले हामी यहाँ बस्नेलाई चाहिँ थाहा हुन्छ क्या अनि उहाँहरूले चाहिँ अब के भनौँ सुशीला कार्की ठिक छ भोट आउनुपर्छ भन्नुभयो सब सुशीला
पट्टि भोट लगाइदिइरहेको छ, मैले हेरिरहेको छु होइन। अनि लगाइदिएँ, अनि त्यसपछि त्यो आधारले चाहिँ ठ्याक्कै सुशीला कार्कीलाई चोइस गरेँ, सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएँ। अनि अहिले के भयो भन्दाखेरि जेएनजीले माग राख्छ एउटा, काम गर्छ उल्टो होइन। अनि अब अहिले मेन जेएनजीको सिद्धान्त भनेको चाहिँ प्रत्यक्ष प्रधानमन्त्री हुनु पर्यो, यो सिस्टम हुनु पर्यो। अब विदेशमा त भोट दिने सिस्टम हुनु पर्यो भन्ने हो। खै त अनि यो पोसिबल छ, इम्पोसिबल होइन, पोसिबल भएको कुराहरू हो। तर अब अहिले यहाँ के कुरा गर्दैछ भने अब जस्तै विदेशीले चाहिँ तपाईँको विदेश गएको जति पनि हाम्रो साथीभाइहरू हुन्छ, उहाँहरूले भोट दिनुभयो भने 100% उहाँले दिन्छ, लेखेर राख्नुहोस् होइन। अनि अब यहीँकोले मात्रै भोट दिने, यहाँ चाहिँ कस्तो छ भने जति पनि पार्टीको झोले छ नि, यो झोलेहरू मात्रै छ नेपालमा। अनि झोलेहरूले त अब मरे पनि नयाँलाई भोट दिन्छ त, दिनै दिँदैन। तपाईँलाई लेखेर राख्नुहोस्, हर्कलाई ना दिन्छ, ना बालेनलाई दिन्छ, ना रविलाई दिन्छ। अनि यिनीहरूलाई दिने भनेको एमाले, काङ्ग्रेस अनि राप्रपा अनि यिनीहरूलाई फेरि अब भोट दिएपछि यिनीहरू ठाउँमा पुगेपछि भोलिको दिनमा हुने भयो यही हो। अनि यो भएर जुन अब विदेशबाट चाहिँ तपाईँलाई भोट दिने सिस्टम त यिनीहरूले कुनै हालतमा गर्नु दिँदैन होइन। अब होइन त्यहाँनिर तपाईँले अब हेर्नुभएको होला नि, जे पनि हिजोको दिनमा माधवी पुन चाहिँ अहिले सरकारमा हुँदा पनि र सरकारदेखि बाहिर हुँदा पनि ऊ मान्छे सोही हो। उसले त्यहाँनिर कुरा उठाइरहेछ, उसले अब त्यहाँ गएको मिटिङमा गएको जेएनजीहरूलाई सबैलाई त्यो कुरा उठाउनु न भनेर उसले उल्टो भनिरहेछ। भनेपछि ऊ त अहिले सरकारमा हुँदा पनि ऊ त प्रत्यक्ष मतलब प्रधानमन्त्री चुन्ने सिस्टम राख्नु पर्यो, विदेशबाट भोट दिन मिल्ने सिस्टम राख्नु पर्यो भन्ने कुराहरू उहाँले राखिराख्नु पर्छ। उहाँ चाहिँ सोही मान्छे हो क्या। तर अब मेन मान्छे चाहिँ सुशीला कार्की, ओमप्रसाद ओरियाल, तपाईँको त्यो बालेनको के अरे पिएम कि के अरे त्यो, अब यिनीहरू चाहिँ कान ठाड्नै लाउँदैन। अनि एउटा न्यू मध्ये हो क्या। अब विदेशबाट भोट दियो भने त अब सबै उहाँले जितिहाल्छ होइन। विदेशदेखि भोट दियो भने अनि पुरानोको कामै छैन भनेर अहिले पनि तपाईँहरू बुझ्नुहोस् कि जति पनि यो सरकार छ, यो सरकारमा चाहिँ पुरानै नेताहरूको चाहिँ हस्तक्षेप छ भनेर बुझ्नुहोस् क्या तपाईँहरू जेएनजीहरू। मेरो भनाइ तपाईँहरूलाई कस्तो लाग्यो होइन, जस ठिक लाग्यो भने कमेन्ट गर्नुहोस्, ठिक लागेन भने के भन्नु डिलिट गरिदिनुहोस् भिडियो। हस् त, थ्याङ्क यू।